रिङ रोड चप्पल कारखाना चक्रपथ महाराजगञ्ज क्षेत्रबाट यो क्षेत्रमा चाहिँ सडक निर्माण कार्य भइरहेको अवस्था छ है। यता वसुन्धरा अनि बसपार गोङ्गोबु क्षेत्रतिर पनि कस्तो छ त अवस्था भन्ने बारेमा जानकारी दिनको लागि यो चाहिँ पहिल्यै निर्माण भइसक्नु पर्ने सडक हो। यो निकै जाम हुने चोक हो, जाने बाटो यतातिर यस्तो छ है। सडक सञ्जालहरू चाहिँ राम्रो बनाउन सक्यो, सफा गर्न सक्यो भने चाहिँ त सफा वारीबाट पारीसम्म देखिने, अनि काठमाडौँबाट त हिमाल पनि देख्न सकिन्छ। अनि हामीले चाहिँ पर्यटकहरूलाई पनि लोभ्याउन सक्छ के। यो चाहिँ डाँडा काँडा हिमाल देख्न पारी डाँडा देखिएको छ। ल यो यिनीहरूको जथाभावी रोक्ने चलन चाहिँ यो अचम्म छ के। ल यही भिडियो मार्फत हामी चाहिँ यो सन्देश चाहिँ दिन चाहन्छौँ कि यता सडक पेटी बनाइसकेको अवस्था छ। अब चाहिँ तीव्र गतिमा काम हुन्छ जस्तो छ। यहाँतिर यो कलङ्कीको अन्डरग्राउन्ड हो, यहाँबाट उता कोटेश्वरसम्म चाहिँ आहा ल हेर्नुहोस् यस्तो राम्रो छ, हुनु पर्यो। त्यत्तिकै हुन्थ्यो कि, त्यतिकै अल्पत्र कामै नगर्ने। यो चाहिँ ललितपुरतिरको यो ल हेर्नुहोस् प्रविधिको सिसी क्यामेरा। यो यसले मैले स्पिड हाँकेर गयो भने कतिमा स्पिड हाँक्यो मेरो नम्बर प्लेट सहित। साथीहरू, काठमाडौँको चप्पल कारखाना रिङ रोडबाट नमस्कार, यहाँलाई हार्दिक स्वागत छ यो मेरो अर्को एपिसोड, अर्को भ्लगमा है। साथीहरू, आज चाहिँ यो काठमाडौँको यो रिङ रोडको अपडेट दिनलाई गइरहेको छु। यो रिङ रोड पुनर्निर्माणको कार्यहरू पनि भइरहेको छ, यहाँको स्थितिहरू के कस्ता छन् अगाडि बढेर देखाउँछौँ। ल साथीहरू, यो काठमाडौँको रिङ रोड चप्पल कारखाना चक्रपथ महाराजगञ्ज क्षेत्रबाट मैले यो आजको एपिसोड गरिसकेको अवस्था छ। यो क्षेत्रमा चाहिँ सडक निर्माण कार्य भइरहेको अवस्था छ है। साथीहरू, यहाँ चाहिँ सडक निर्माणको कार्य ढल निकासको कार्य चाहिँ यो अन्तिम चरणमा छ। यहाँ चाहिँ यसरी निर्माण कार्य भइरहेको अवस्था छ। यो दोस्रो चरणको यो निर्माण यो कलङ्कीदेखि यता तिनकुनेसम्मको निर्माण कार्य हुनेछ। यो सडक चाहिँ यसरी निर्माण भइसकेपछि यो सडक चाहिँ निकै फराकिलो हुनेछ, अनि धुलो धुवा चाहिँ कम हुनेछ, यहाँ निकै सहज हुनेछ। ल हेर्नुहोस् यस्तो फराकिलो हुनेछ यो सडक चाहिँ है। ल यता यो चाहिँ निर्माणको कार्य जारी छ। यो ढल निकासको लागि ढलको कार्यहरू चाहिँ निर्माण भइरहेको अवस्था छ अहिले चाहिँ। यहाँबाट चाहिँ म अब कलङ्कीतर्फ अगाडि बढ्छु। यता वसुन्धरा अनि बसपार गोङ्गोबु क्षेत्रतिर पनि कस्तो छ त अवस्था भन्ने बारेमा जानकारी दिनको लागि यो एपिसोड सञ्चालन गर्न लागि हो। ल साथीहरू, यस्तो छ यहाँतिर चाहिँ अब यो ढलको निर्माणको अन्तिम चरणमा छ। ढल निकासको कार्य यसरी निकै यो चाहिँ नेपाल सरकार अनि त्यसपछि चाइनिज ठेकेदार कम्पनीले चाहिँ निर्माणको जिम्मा पाइसकेको अवस्था छ। यो चाहिँ पहिल्यै निर्माण भइसक्नु पर्ने सडक हो। यो पहिल्यै निर्माण हुनुपर्ने सडक। विद्युत प्राधिकरणले यो छेउछाउको पोलहरू चाहिँ समयमा नहटाउँदाखेरि यहाँ अवरोध भएको थियो। यो चाहिँ अब महाराजगञ्ज चोक, यो चोकमा चाहिँ निकै जाम हुन्छ है कार्यालय समयमा। आज भने यो गणतन्त्र दिवस सार्वजनिक बिदा भएको कारण त्यति जाम छैन। यो निकै जाम हुने चोक हो। यहाँबाट यता राइट जाँदाखेरि नारायण थान बुढा नीलकण्ठ जाने क्षेत्र, यहाँ एकैछिन त बस्नै पर्छ। यो महाराजगञ्ज चोक, यता राइट जाँदाखेरि बुढा नीलकण्ठ नारायण थान जाने बाटो भने यता लेफ्ट जाँदा यो लाजिमपाट टिचिङ दरबार मार्ग न्यू रोड पुग्ने क्षेत्र हो। यो टिचिङ हस्पिटल जाने बाटो यतातिर यस्तो छ है। यहाँ बिचबिचमा यस्तो छ सडकहरू, यो हुँदाखेरि दुर्घटना हुने सम्भावना धेरै हुन्छ। ल हेर्नुहोस् आज मौसम पनि निकै सफा छ, बिचबिचमा यसरी निर्माणको कार्यहरू भइरहेको अवस्था छ। ल हेर्नुहोस्
यहाँ यो पाइप फुटेर खानेपानीको पाइप फुटेर यहाँ बिजोग छ। बाटो भने यस्तो छ है, यहाँतिर गन्डाङ गुन्डुङ छ। यो महाराजगञ्ज नारायण गोपाल चोकबाट वसुन्धरा जाने तर्फको बाटो यहाँतिर चाहिँ गन्डाङ गुन्डुङ छ कि बाएकै बुरुङ 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 उफ्रिन्छ यहाँतिर। अब यस्तै हो है, सडक चाहिँ यो समयमा निर्माण गर्नु पर्यो। सडक सञ्जालहरू समयमा निर्माणै हुँदैनन् के। अब समयमा निर्माण नभएपछि त शास्ति पाउने सर्वसाधारणले हुन् है। यस्तै हो, देशमा विकास नभएको होइन, देशमा विकास त भइरहेको छ। हामीले नकारात्मक मात्रै सोचेर त हुँदैन, सकारात्मक पनि सोच्नै पर्छ। यद्यपि ढिलासुस्ती भने चाहिँ उही गतिमा छ क्या। ढिलासुस्ती जेमा पनि ढिलासुस्ती, समय तोकिएको समय अवधिमा सडक सञ्जालहरू चाहिँ नबनाइदिने। अनि नबनाउनुको कारण अब ठेकेदारलाई प्रशासनले पनि समयमा बजेट त दिनु पर्यो, त्यो पनि हुनसक्छ। ल यस्तो छ है, यहाँतिर कोही यहाँ तारबार लगाएको छ। यहाँ चाहिँ अब निर्माणको कार्यहरू जारी नै छ। यो वसुन्धरा चोक हो। पहिला निकै धुलो उठ्थ्यो, अहिले भने यो सडक निर्माणको कार्यको लागि यो रिङ रोड स्तर उन्नति निर्माण गर्नका लागि यो तार जाली लगाएको छ। यो तार जाली लगाउँदाखेरि चाहिँ यो भित्र गाडीहरू जाँदैन, जथापि यो भित्र नगुडेपछि, मेन रोडमा मात्रै गुडेपछि चाहिँ धुलोहरू कम हुने सम्भावना भएको कारण यो तार जाली लगाउनु पनि निकै राम्रो काम है। आजको मौसम पनि निकै सफा छ है। हिजो चाहिँ पानी परेको थियो। पानी परेपछि राति ठुलै पानी पर्यो काठमाडौँ उपत्यकामा। ठुलै पानी परिसकेपछि अहिले भने दिउँसो चाहिँ निकै सफा, वारिपारिबाट डाँडा काँडा एकदम हरियाली देखेको छ, प्रदूषणै छैन। पारीसम्म देखेको छ है, क्या सफा छ मौसम। आहा, ल हेर्नुहोस् है, क्या दामीको मौसम छ आजको दिनमा। यसरी यो काठमाडौँको मौसम प्रदूषित हुनुको कारण चाहिँ त्यही हो। अब सवारी साधनहरू धेरै छ होइन, रोडहरू अब त्यस्तो जथाभावी रोडहरू बनेको छैन, राम्रो राम्रो रोडहरू। त्यही भएर गाडी पनि सवारी साधनहरूको धुलो धुवाँ, पेट्रोलको धुवाँले गर्दा पनि प्रदूषित हुने हो है। अन्यथा हामीले सडक सञ्जालहरू चाहिँ राम्रो बनाउन सक्यो, सफा गर्न सक्यो भने चाहिँ निकै सफा हुनेछ होइन। यस्तो सफा वारीबाट पारीसम्म देखिने, अनि काठमाडौँबाट त हिमाल पनि देख्न सकिन्छ। अनि हामीले चाहिँ पर्यटकहरूलाई पनि लोभ्याउन सक्छ के। यो चाहिँ डाँडा काँडा हिमाल देख्न सकेपछि विदेशी पर्यटकहरूलाई पनि आकर्षित गर्न सकिन्छ। नेपाल भनेको डाँडा काँडा भएको, हरियाली, वन जङ्गल, खोला नाला भएको ठाउँ हो होइन, जलस्रोतको दोस्रो देश धनी। अब त्यसैले चाहिँ हामी संरक्षण गर्न सकेनौँ भने, सडक सञ्जाल राम्रो बनाउन सकेनौँ, व्यवस्थित गर्न प्रदूषणलाई घटाउन सकेनौँ भने पर्यटकहरूलाई चाहिँ कसरी लोभ्याउने। पर्यटकको अर्थतन्त्रको लागि पर्यटकको भूमिका निकै हुन्छ। ल हेर्नुहोस्, आज भने म यो रिङ रोडको अपडेट दिन गइरहेको हो। चप्पल कारखानाबाट अगाडि बढ्दै गएपछि यो रिङ रोडको पछिल्लो समय यो चाहिँ चाइनाको ठेकदार कम्पनीले ठेक्काको जिम्मा लिइसकेको छ। यो चाहिँ सडक निर्माणको कार्य यहाँ चाहिँ अब उता छेउछेउमा चाहिँ पेटीहरू बनाउनु पर्ने, अनि ढलको लागि बनाउनु पर्ने कार्यहरू चाहिँ लगभग सकिरहेको अवस्था छ। रिङ रोड क्षेत्र यस्तो छ है। अझ यो पहिलाभन्दा त धेरै सफा भएको हो। छेउछाउको पेटीहरू बनायो, त्यसपछि यहाँ चाहिँ यो जुन यहाँ जथाभावी गाडी छिर्छ भनेर चाहिँ यहाँ तार जाली लगाएको छ यो क्षेत्रमा। अनि यी धुलो धुवाँ उड्ने ठाउँमा चाहिँ यसरी तार जाली लगाएपछि चाहिँ यहाँ गाडीहरू जान पाएन, अनि धुलो चाहिँ कम उड्छ। यो चाहिँ राम्रो पक्ष हो। निर्माणको कार्य जारी छ, त्यहाँ पनि निर्माण भइरहेको अवस्था छ है, काम भइरहेको अवस्था छ यहाँतिर। यो चाहिँ अब चाँडो बन्नु पर्दछ यहाँतिर। अब निर्माण यहाँतिर शास्ति भएको छ है। यहाँको व्यापारी साथीहरूलाई पनि अलि असहज भएको अवस्था छ। यो सामाखुसी चोक हो, यो निकै फराकिलो हुनेछ है। पछि यो
पूर्ण रूपमा निर्माण भइसकेपछि पनि देखाउनेछु म। उनीहरूलाई त पक्कै पनि थाहा छ यहाँको स्थितिहरू। यद्यपि देश विदेशमा रहनुहुने अनि अब कतिपय त काठमाडौँ उपत्यकामा नै आउनु भएको छैन होइन, त्यही फोटो भिडियोमा अलिअलि देख्नु भयो होला। यहाँको सडक सञ्जाल राम्रोसँग देख्नु भएको छैन होला, त्यसकारण हामी देखाइरहेका छौँ। यो गङ्गबु चोक है, यो यता गयो भने ठमेलतिर पुग्छ। ठमेल न्यु रोड लाजिमपाट जान सकिन्छ। सफा छ। पहिला यति धुलो उठ्थ्यो यहाँ, अत्याधिक धुलो उठ्थ्यो कि यहाँ। ल हेर्नुहोस् आज मौसम पनि गजबको भएको छ है साथीहरू। यो रिङ रोडको यो कलङ्कीसम्मको अपडेट दिनेछु। त्योभन्दा उता त एकदम राम्रो छ, त्यता पनि अलिअलि खिचेर राखिदिन्छु म। साथीहरू यो च्यानलमा चाहिँ अब यस्तै हो, सडक सञ्जालमा यात्रा गर्दै गर्दा मोटो भ्लगिङ गर्ने अनि यहाँको अवस्थाबारे के छ अवस्थाहरू, सडक सञ्जालको अवस्थाहरू, अनि कतै निस्किँदाखेरि पर्यटकीय स्थलहरूको भ्रमण, यस्तै हो। निष्पक्ष ढङ्गले चाहिँ प्रसारण गर्ने हो। यो सोसल मिडियाको सदुपयोग गर्दै सभ्य ढङ्गमा चाहिँ कोसिस गर्ने छु है। यो बस पार्क क्षेत्रमा आइपुगे, गोङ्गबु बस पार्क क्षेत्रमा। यस्तो छ रिङ रोडको पछिल्लो अपडेट। आज सार्वजनिक बिदा, गणतन्त्र दिवस जेठको 15 गते है। आज सार्वजनिक बिदा भएको कारण खुल्ला छ बाटो। यो भित्र चाहिँ बस पार्क हो। बस पार्क यो भित्र छ है। देशको पूर्व पश्चिम जाने बस पार्क गोङ्गबु बस पार्क। माछापोखरी क्षेत्रतिर यस्तो बनाएको छ है। यहाँतिर चाहिँ अब निर्माणको कार्य जारी छ। यहाँतिर यो क्षेत्रतर्फ निर्माणको कार्य जारी छ। यहाँ समयमा निर्माण नहुँदा यो छेउछाउको पसललाई पनि निकै शास्ति भएको छ, सर्वसाधारणलाई शास्ति भएको छ। यो अब चाहिँ समयमा निर्माण हुनु पर्दछ। यो यस्तो छ। यहाँ चाहिँ हिलाम्मे छ, पानी पऱ्यो भने हिलामे, परेन भने धुलाम्मे छ। अब यो समयमा निर्माण हुन चाहिँ अब जरुरी नै छ। यो आज चाहिँ यो गणतन्त्र दिवस अनि आजकै दिनमा राजतन्त्र पक्षधर अनि यो राप्रपा नेपालले चाहिँ यो व्यवस्थालाई चाहिँ अब गर्नु पर्यो, राजा ल्याउनु पर्यो, राज संस्था सहितको प्रजातन्त्रको व्यवस्था गर्नु पर्यो भन्ने चाहिँ यो भनाइ हो है। यस आज चाहिँ उता रत्न पार्कतिर कता जुलुस कार्यक्रम छ अरे राप्रपा नेपालको। त्यसपछि गणतन्त्र दिवस टोडीखेलमा गणतन्त्र दिवस मनाइरहेको अवस्था छ। अनि अस्ति चाहिँ सम्माननीय प्रधानमन्त्री, देशको कार्यकारी प्रमुख केपी शर्मा ओलीज्यूले चाहिँ अब यो राजा कहाँ, यो राजा ल्याएर हुन्छ, कहीँ राजा ल्याएर हुन्छ, यी राजावादीहरू 15 गते चाहिँ एमाले मय बनाउने हो, काठमाडौँ कब्जा गर्ने हो भन्ने जस्तो अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यू, देशको कार्यकारी प्रमुखज्यूले अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्ति स्वतन्त्रताको अनि आफ्नो विचार राख्ने पाउने चाहिँ अधिकार चाहिँ उहाँहरू आफै लड्ने, अनि कोही कसैले यो व्यवस्था ठिक भएन एउटा चाहिँ विचार बोल्न चाहिँ नपाउने त होइन होइन। विचार राख्न पाइयो सभ्य ढङ्गले। अब कसैले क्षति नहुने ढङ्गले र्याली गर्न पाइयो, लोकतन्त्रमा र्याली गर्न पाइन्छ। कसैले क्षति गर्नु भएन, सभ्य ढङ्गले गर्न पायो, जुलुस गर्न पायो, आफ्नो विचार राख्न पाइयो होइन। अब एमालेमै बनाउने हो, काठमाडौँ कब्जा गर्ने हो भन्ने अभिव्यक्ति दिनुभएको छ प्रधानमन्त्रीले। यो चाहिँ निकै हो। अनि राष्ट्रिय मानव अधिकारको पनि त्यसमा ध्यान आकर्षण भएको थियो। फेरि राष्ट्रिय मानव अधिकार आयोगलाई पनि बाल दिनु भएन उहाँले। अनि आज चाहिँ सुरक्षा व्यवस्था निकै कडा गरिएको अवस्था छ है। काठमाडौँमा 3 तहको सुरक्षा चाहिँ खटाएको अवस्था छ। त्यतिले पनि अब 3 तहको सुरक्षा बढाइएको छ सडकमा। यहाँतिरको अवस्थाहरू छ। यी बालजुतिरको अवस्था यस्तै छ। सडक पेटीहरू बनाउने अनि सडक पेटी बनाउने, त्यसपछि ढल निकासको लागि काम चाहिँ लगभग यता भएको अवस्था हो। अब कामहरू भइरहेको अवस्था छ।
यहाँ चाहिँ है यसरी यो के हो, यो सिलौटाहरू के बनाएर बेचबिखन गर्ने यो स्विमिङ पुलको लागि हो क्या अरे। यहाँ चाहिँ खोइ उहाँहरू कहाँबाट आउनुभयो, यहाँले यस्तो किसिमको व्यापार गरिरहनु भएको छ, कहाँको स्थानीय वासीहरू हुन्। यस विषयमा चाहिँ खोइ महानगरपालिकाको ध्यान आकर्षण हुन जरुरी छ है। यहाँ उहाँहरू मैले निकै समयदेखि देखिरहेको अवस्था छु। त्यहीँ खाने त्यहीँ सुत्ने पाल टाँगेर होइन, त्यहाँ चाहिँ अब के बेच्ने गरिरहनु भएको छ। उहाँहरूलाई व्यवस्थित गर्नुपर्ने अथवा के हो, कहाँको नागरिक हो, यो चाहिँ ध्यान दिन जरुरी छ। यो चाहिँ सर्भिस लेन, यो सर्भिस लेन हो। यो सर्भिस लेनको लागि चाहिँ यतिको बनाइसकेको अवस्था छ यहाँतिर। यो पेटी निकाल्ने पेटीको लागि यो, अनि सर्भिस लेन चाहिँ यहाँतिर यतिको बनाएर छोडेको अवस्था छ। यो चाहिँ अब कालोपत्रे नै गर्ने काम त बाँकी हो। अब हेर्नुहोस् पारि डाँडा देखिएको छ। यहाँ चाहिँ सानो खोला छ। यहाँ चाहिँ पुल निर्माणको कार्य जारी रहेछ। यहाँ चाहिँ बर्खायाममा केही वर्ष अगाडि यहाँबाट चाहिँ भगाएको थियो मानिसलाई। यहाँ पुल निर्माणको कार्य जारी छ। यहाँ यो वनस्थली क्षेत्रतर्फ आहा ल हेर्नुहोस् पारीको डाँडा कति दामी देखिएको छ है। अनि यसरी यो रोड पुरै राम्रो बनिसकेपछि त कति राम्रो देखिन्छ कि यहाँ चाहिँ एकदमै राम्रो देखिन्छ है। पारी डाँडा वारी डाँडा यो सफा अलिक पुल निर्माणको कार्यहरू जारी छ। यहाँ यसरी निर्माण हुँदैछ। रिङ रोड चक्रपथ क्षेत्र यतातिर छ, पर कुनासम्म हो यो फराकिलो हुनेछ है। पछि चाहिँ यो सबै बनिसकेपछि पुरा काठमाडौँ उपत्यका परिक्रमा गर्ने रिङ रोड चाहिँ एकदमै नमुना हुनेछ है। कलङ्कीदेखि कोटेश्वरसम्म त निकै राम्रो छ। अनि ग्वारकोमा अहिले फ्लाइओभर बन्दैछ। यो जेठ मसान्तभित्र सकेर असारको पहिलो सातामा चाहिँ सञ्चालन आउँछ होला ग्वारको फ्लाइओभर। त्यसपछि यताको क्षेत्र बन्दाखेरि त यो नमुना काठमाडौँ उपत्यकाभित्र नमुना सडक बन्छ। यो चाहिँ यो रिङ रोड चाहिँ ललितपुर र काठमाडौँ दुईटै क्षेत्रलाई परिक्रमा गर्ने क्षेत्र हो। यता काम भइरहेको अवस्था छ। अब चाहिँ तीव्र गतिमा काम हुन्छ जस्तो छ। यहाँतिर यो फटाफट सञ्चालन भइरहेको अवस्था छ यहाँतिर है। ल यो यिनीहरूको जथाभावी रोक्ने चलन चाहिँ यो अचम्म छ के। ल बीच बाटोमा रोकेर है यसरी रोक्न त भएन नि यो जथाभावी। यसरी यो अलिकति सभ्य बन्नुपर्छ है। यो यत्रो बस हाँक्ने चालक साथी चाहिँ अलिकति सभ्य बन्नै पर्छ, अलिकति सचेत बन्नै पर्छ। अनि बस हाँक्नु भनेको एउटा यातायात हाँक्नु भनेको यो देश हाँक्नु जस्तै हो के, सानोतिनो पेसा होइन एक हिसाबले सोच्ने हो भने। त्यत्रो बस बिच बाटोमा रोकेर होइन दुईजना गफ गरेर बसिरहेको छ के। यो चाहिँ यही भिडियो मार्फत हामी चाहिँ यो सन्देश चाहिँ दिन चाहन्छौँ कि सभ्य बन्नुहोस्, सभ्य नागरिकको चेतना दिनुहोस् होइन। एउटा आधिकारिक चालक बन्ने कोसिस गर्नुहोस् है तपाईँहरू। जथाभावी बीच रोडमै त रोक्न मिलेन नि, अरूलाई डिस्टर्ब हुन्छ। अब एउटा गतिमा आइरह हुन्छ अनि झ्याप्प रोकिदिँदा बीच बाटोमा रोकिदिँदाखेरि पछाडिबाट अब अर्को आएर त्यहाँ ठोकिने सम्भावना हुन्छ, दुर्घटना हुने सम्भावना हुन्छ। यत्रो बस हाँक्ने चालक साथीलाई चाहिँ अलिकति चेतनाको स्तर चाहिँ अभिवृद्धि गराउनको लागि यो सन्देश दिन चाहन्छ है। यो त भनिरहनु पर्ने शब्द त होइन, आफै बुझ्ने चाहिँ हो, बुझ्नुपर्ने हो। अब यो गाडी बिग्रेछ, बीच बाटोमै रोकेर बनाइरहेको छ। यस्तो नेपालको चलन चाहिँ अलिकति यस्तै हो। अब यो स्वयम्भू हो,
स्वयम्भूतिरको अपडेट यतातिर अब म खास विशेष सर्भिस लेनतिरै छिर्छु है। सर्भिस लेनतिरको अवस्थाहरू के छ चाहिँ बन्दै गरेको बनाउँदै गरेको अवस्था छ। यहाँतिर यो सर्भिस लेन भने पिच गरिसकेको अवस्था छ अहिलेलाई। सडक पेटी बनाइसकेको अवस्था छ। यो स्वयम्भूतिर सडक पेटी अनि यो भित्रको सर्भिस लेन चाहिँ चट्ट दामीको बनाइसकेको अवस्था छ। यस्तो छ। कलङ्की र यो स्वयम्भूको बिचमा समयमै निर्माण भयो भने आम सर्वसाधारणलाई समयमै आफ्नो गन्तव्य पुग्नको लागि सहज हुन्छ। अनि युवाहरूको, मानिसहरूको, सर्वसाधारणको सबैको समय बचत हुन्छ। समय बचत भइसकेपछि उहाँहरूले आफ्नो कर्मबाट दिनुपर्ने, देशले टेवा दिनुपर्ने कामहरू समयमै बन्दाखेरि चाहिँ देश विकासमा सफलता हुन्छ है। यो सीतापाइला चोक हो। धुलो कम छ। पछिल्लो समय चाहिँ सडक पेटीहरू बनाइसकेको अवस्था भएको कारण सर्भिस लेन त बनाइसकेको अवस्था छ है। सीतापाइला, स्वयम्भूदेखि सीतापाइला त्यसपछि कलङ्कीसम्म चाहिँ सर्भिस लेनहरू प्राय बनाइसकेको, लगभग बनाइसकेको अवस्था छ। मजाले बनाइसकेको अवस्था छ सर्भिस लेन कलङ्कीतिर पनि। यो चाहिँ काठमाडौँ महानगरपालिका बनाएको यो काठको यो मौलिक फलाइ छ। यो अगाडि बनाइरहेको अवस्था छ है रोडमा। यो कलङ्कीको अन्डरग्राउन्ड हो। यहाँबाट उता कोटेश्वरसम्म चाहिँ पहिला नै बनाइसकेको अवस्था छ। बनाइसकेपछि बनाएको अवस्थाको रोड यहाँ हेर्नुहोस्। यहाँबाट यही कलङ्की चोकबाट चाहिँ उता महाराजगञ्ज क्षेत्रतर्फ जानेतिर चाहिँ अब चाहिँ निर्माण हुने क्रममा हो। यहाँ चाहिँ लेखिएको छ चीन नेपाल बीच निरन्तर मित्रता कायम रहोस् भनेर यो पुलमा लेखिएको छ। यो चाहिँ चिनिया ठेकदार कम्पनीको सहयोगमा चिनिया ठेकदार कम्पनीले बनाएको सडक हो। यहाँ कलङ्कीबाट महाराजगञ्जतर्फ पनि चिनिया ठेकदार कम्पनीले नै बनाउने छ। यहाँ चाहिँ माथि चाहिँ यस्तो छ, अन्डरग्राउन्ड भए तापनि माथि यस्तो छ है। यो यताको अपडेटहरू मैले आज दिएँ। यो कलङ्कीबाट अब यो चाहिँ कोटेश्वरतर्फ जाने बाटो है। यो रिङ रोड हो। अब ललितपुर र काठमाडौँलाई दुवैलाई परिक्रमा गर्ने यो रिङ रोड यता ल हेर्नुहोस् कति राम्रो छ होइन। आहा ल हेर्नुहोस् यस्तो राम्रो छ। उता पनि अब महाराजगञ्ज, गोङ्गबु, वसुन्धरा, चक्रपथतिर पनि यस्तै हुन जरुरी छ, बन्दैछ। यद्यपि चाँडो बन्नु पर्यो। अब चाहिँ तीव्र गतिमा बन्नु पर्यो। अब प्रशासनले अब बजेटहरू समयमा पास गरिदिनु पर्यो। अब ठेकदारलाई त अब बजेट दिनु पर्यो है। अब बजेट भएन भने ठेकदारले पनि आफ्नो गोजीको हालेर गर्ने काम त हुँदैन। त्यसकारण समयमा बजेट दियोस् प्रशासनले पनि। अब तोकिएको समय अवधिभित्र निर्माण भएन भने प्रशासनले ठेकदार कम्पनीले दबाब दिनु पर्यो। अब समयमा बनाएन, लापरवाही गऱ्यो भने कारबाहीको दायरामा पनि ल्याउनु पर्यो। त्यस्तो हो नि देश विकासमा अब हुनु पर्यो। 3 तहको सरकार छ। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार। स्थानीय तहको आफ्नै क्षेत्र अधिकार हुन्छ। अब कुन चाहिँ रोड सडक सञ्जालहरू स्थानीय तहले निर्माण गर्ने हो, कुन चाहिँ सङ्घीय प्रदेशले गर्ने हो। अब त्यो अनुरूप चाहिँ गर्नै पर्यो। वाउ कति राम्रो छ है सडक सञ्जालको अवस्था। यो रिङ रोड बल्खु यहाँको पुल चाहिँ यो समयमा यो पुल अल्पत्र छ है।
यो काठमाडौँको यो रिङ रोडमा यो काठमाडौँको बल्खुमा भयो, त्यसपछि पर सानेपामा, महालक्ष्मी स्थानमा। यो सडकमा चाहिँ ट्राफिक लाइट भयो भने सजिलो हुन्छ क्या चौबाटोमा है। पछिल्लो समय सडकमा ट्राफिक लाइटहरू त राखिरहेको अवस्था छ। यो पुल पनि अल्पत्र छ यहाँ। यो पुल यो मान्छेलाई आवाज जावाज गर्नको लागि यो अल्पत्र छ, यो समयमा छैन। यो अचम्म छ क्या यो देशमा। यताको यस्तो छ रोड, 6 लेनको बाटो यो। ल हेर्नु 6 लेनको रिङ रोड कस्तो मिलेको, 12 लेन 6 लेन, 12 लेन 6 लेन। यता चाहिँ यो ललितपुरतिर है, यो ललितपुर जिल्ला पर्छ। यो चाहिँ ललितपुर र काठमाडौँ दुइटालाई परिक्रमा गर्ने रिङ रोड हो। ल हेर्नुहोस् यस्तो छ। हरियाली बोट बिरुवा पनि रोपेको छ है। यसरी बोट बिरुवा पनि छ दुईतिरै चट्टला। यस्तो भएपछि त राम्रो हुन्छ। आधुनिक प्रविधिको सिसी क्यामेरा यो। यसले मैले स्पिड हाँकेर गयो भने कतिमा स्पिड हाँक्यो मेरो नम्बर प्लेट सहित जुम गरेर खिच्छ। त्यसको सेटअप चाहिँ उहाँ हेडक्वार्टरमा छ अरे, ट्राफिक प्रधान कार्यालय सिंहदरबार बगीखानामा। अनि त्यहाँबाट सबै खिच्छ। अनि त्यसबाट कुन दिन हुन्छ अब खोजी मलाई कुनै न कुनै दिन सडकमा कारबाही गरिहाल्छ। त्यस्तो छ है व्यवस्था अहिले चाहिँ। देशतिरको हो भने चाहिँ अब तुरुन्तको तुरुन्तै कारबाही हुन्छ रे हैन। नेपालमा चाहिँ अलि हेर्ने पछि खोजेर कारबाही गर्ने। ल साथीहरू, आजको यो एपिसोड रिङ रोड अपडेट कस्तो छ, सडक निर्माणको कार्यहरू, आफ्नो विचारहरू मैले प्रस्तुत गरेँ। त्यहाँको दृश्यहरू देखाएँ, कस्तो देखाएँ, कमी कमजोरीहरू हुन सक्छन्। कृपया प्रतिक्रिया दिनुहोला साथीहरू है। च्यानल म बिल्कुलै नयाँ छु, च्यानललाई सब्सक्राइब गरेर सदस्यता जनाइदिनु होला, साथ र सपोर्ट गरिदिनु होला है। ल आजको अर्को एपिसोडसम्मको लागि, अर्को श्रृङ्खलासम्मको लागि बिदा हुन्छु। नमस्कार।